बालेन 81 मधेसीको नाम लियो, मधेसका पुत्रका नाम लियो, मधेसी पुत्र भनियो हैन। त्यो मधेसी पुत्र त्यतिखेर कहाँ गएको थियो जतिखेर त्यो काठमाडौँबाट जुन मधेसीहरूलाई खेदाइरहेको थियो। काठमाडौँमा त सानो सानो व्यवसाय गरेर बस्ने, आफ्नो रोजगारी चलाउने, जुन आफ्नो भुडी पाल्ने कामहरू गरिराख्नु भएको थियो, त्यो गरिब दुखीहरूलाई खेदाउने बेलामा चाहिँ त्यो मधेसी कहाँ गएको थियो। अहिले भोट लिने बेलामा मधेसी कसरी, कहाँको मधेसी? तपाईहरु यो भिडियो हेर्नु होला, मैले यहाँ राखिदिएको छु। यो भिडियो अन्तिमसम्म हेरेर तपाईहरुले छातीमा हात राखेर भन्नु होला यो पक्का त्यो साँच्चैकै मधेसी हो त। अहिले आएर जुन मधेसीको भोट लिनलाई मधेसी भनेर भनिएको छ, हामी त हाम्रो मुखसँग भने कि सर मेरो सामान दिनु कम्तीमा सालका त तपाईले दिनु मिल्दैन, सामान दिनु अनि भन्छ रे हुँदैन दिदैन हाम्रो गरिबको लागि हैन। साइकिल त चाहिए पर दिँदैन हजुर भनेको कुटाई गर्छ मोटरको भनेको हैन हजुर। यो भिडियो मार्फत तपाईहरुले बुझ्नुहुन्छ। ए मान्छे लड्न लागि के गरेको ए छोड दिन्न हे भनेका छै बिचारा के गरिहाल्यो यस्तो। पहिला त बिहानदेखि मेन बाटोमा पनि बेच्यो भने त्यति टेन्सन थियो न। अहिले त एकछिन आँखा बन्द भयो कि सालकल गुम भयो। हामी त यहाँ 17 वर्ष भयो फलफुल बेच्दाखेरि, 17 वर्ष भयो। तर फर्स्टचोटि त्यस्तो काम भएको छ मसँग। त्यो महानगरपालिकाले परेको नि फर्स्टचोटि भएको। अब यो गयो अस्ति कबारमा, अनि साथी सापट्टि पैसा 15-16 हजार दियो, त्यही सालकल किन्यो अनि बनाएर नि त्यही अलिअलि सामान हालेर व्यापार गर्दैछु। के गर्ने हो, बच्चाहरू छ, बुढी छ, त्यसलाई त हेर्नु पर्यो नि, पेट पाल्नु पर्यो नि। चाबेलतिर पहिला बेच्थ्यो, बौद्धा बेच्थ्यो, जोरपाटी बेच्थ्यो, त्यही इलाका हाम्रो यही हो। बिहान त हामी चाहिँ उहाँ त 5 बजे पुगिन्छ मन्डीमा, अनि आउँदै आउँदै ठक्कै 11-12 बज्छ, कहिले 2 पनि बज्छ सामान नपाउँदाखेरि। अनि आएर हाम्रो त 9 बजेसम्म ड्युटी, 9 बजेसम्म बेच्ने, 8:30, 9, 8 यस्तै हो। सालकल त्यहीँ थन्काएको थियो गल्लीमा छोपेर, अनि त्यो भात सात खाएर आयो, एकछिन आराम गर्यो, अनि आएर ठक्कै त्यहीँ बस्यो। त्यो कुनामा बसेको थियो। नगरपालिका आयो, दौडेर अनि कुदेर आयो, अनि मलाई समाउनु भयो, त्यति मात्रै। मैले भने कि सर मैले त यहाँ गल्लीमा बसेको छ, उनीहरू पेटीमा बस्यो भने केही हुँदैन, समाउनु पर्दैन उनीहरूलाई त? होइन हुँदैन रे, म त सालकल तान्यो अनि छोड्दैन भन्छ। अब म एक्लै, उनीहरू 10-12 जना कहाँ हुन्छ, म सक्छु एक्लै, सक्दैन। सामान त्यत्रो थियो, अनि त रिस उठिहाल्थ्यो। त्यो दिन त मेरो एक खल्तीमा आधी किलो चावल किन्नलाई पैसा पनि थिएन। सबै पैसाको मैले सामान हालेको थियो। घरमा के भन्ने, घरमा त गयो, बुढीलाई भन्यो कि सालकल समाउनु भयो अरे, अनि बुढी रुने लाग्यो। अनि रुएर के काम, रुएर अनि भेट्दैन फेरि। अब के काम रुएर, त्यही अब पैसा थिएन नि। साथीसँग 1000-2000 सापट्टि लिएर चावल तरकारी सकारी लिएर अनि पकाएर खानु। ठेला दियो भन्दा अगाडि हामी व्यापार गर्थ्यौँ, तरकारी बेच्थ्यौँ। त्यहाँ तरकारी छोडेर फलफुल बेचेँ। 7 जना परिवार गाउँमा, हामी यहाँ 4 जना 11 जना परिवार छौँ। पहिला मैले मजदुरी गरेँ, योबाट केही हुन्छ कि भनेर हात हालेँ, तर बाल्नेले हामीले देखिस होइन। यहाँ छातीमा अपरेसन छ, हामी रोगी छौँ, काम गर्न सक्दिनँ। अर्का काम गर्नको मजदुरी 1 दिन काम गऱ्यो, 4 दिन काम दिँदैन। खाना पनि हामीले धाउधाउ छ यहाँ। फलफुल भनेको खरबुजा, मेवा, अङ्गुर बेच्थेँ। त्यो दिन के हुँदाखेरि एउटा भाइले भने कि नगर आछ, यहाँ नबस्नु, म त एकजना होला भने भाग्दाखेरि हामीले पर गएर माथिल्लो खटेर समायो। यस्तो मगर समायो, 5 जना थियो, 5 जनाले समायो, यसो समायो। अनि ठेलासेला हाल्यो। हाम्रो सामान चाहिँ 5 जना थियो, 1000 पनि आएन। 500 उसले जरिमाना तिरे। अनि बाबुहरूको ताना जोस होस्, ताना उछाउने छोपेर गएको थियो भात खानलाई। बाबुहरू गाउँ जानु भएको थियो, त्यो ताना सुधा दिएन त्यो पापीले। त्यसले कहिले भले हुँदैन, कम्तीमा सामान त दिनुपर्छ। हामीहरू गरिब मान्छे कहाँ जाने त? होइन दिँदैन रे, जाऊ तिमीहरू। कसैको दियो न। पानीपुरीवाला भैयाहरूले पनि समाएको थियो, हामी पनि थियो। एउटा नेपाली आइमाई थियो, बुढो मान्छे भर्खरको, त्यो बुढो मान्छे थियो, त्यो तरकारी बेच्नु, उनीहरूले पनि समाएको, कसैको दिएन। अहिले उहाँले मैले हात जोडेर मलाई भात खाने छैन भने उहाँले मैले पसले भनेर अनि यो पेटीमा राख्नु भाइ, अनि दुःख सुख गरी खाउँ भनेछन्। त्यही पनि नगरपालिका आएर यहाँ हेरे गर्छन्। कति बेला उठाइदिला भने पिर चिन्ता।
काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठकले सडक पेटी अतिक्रमण गरेका व्यवसायहरूलाई चाहिँ हटाउने अनि सहज रूपमा चाहिँ पैदल यात्रीलाई हिँड्नलाई सहजता दिने भनेर निर्णय गर्यो। त्यसपछि चाहिँ सडक पेटीमा व्यापार गरेका सामानहरू पक्राउ गरेर जफत गरेर लिलाम गर्न थाल्यो। हामीले चाहिँ सडक पेटीमा सवारी आवागमनलाई अवरोध खडा गरेका र पैदल यात्रीहरू समेतलाई अवरोध हुने गरी सडक पेटीमा व्यापार व्यवसाय गर्ने गाडा ठेडा गाडाहरूलाई चाहिँ पक्राउ गरेर लिएर आएर राख्ने अनि त्यसलाई चाहिँ जफत गर्ने। त्यसलाई चाहिँ फलाम जन्नेमा हामीले दुईवटा क्याटेगोरी बनाएको छौँ। एउटा चाहिँ फलाम जन्ने, अर्को चाहिँ कपडा जन्ने। अनि त्यही सडक पेटीमा चाहिँ कपडा जन्ने व्यापारहरू पनि हुन्छ। कपडा जन्ने व्यापारहरू चाहिँ सम्बन्धित व्यक्तिहरू त्यो पक्राउ परिसकेपछि आफै आउनुभयो भने उहाँहरूको नाम, ठेगाना, सामानको विवरण समेत तय गरेर चाहिँ हामी रजिस्टर मेन्टेन गरेर राख्छौँ। अनि त्यसलाई चाहिँ अब 1 आर्थिक वर्ष अथवा 6 महिना 1 आर्थिक वर्षभित्रको चाहिँ सामानलाई हामीले लिलाम प्रक्रियामा लैजान्छौँ। अहिले हामीले ठ्याक्कै जफत गर्ने भनेको चाहिँ फलाम जन्ने गाडा, ठेला गाडा, साइकल चाहिँ जफतै गर्छौँ। हामीले पक्राउ गर्दा चाहिँ भित्री गल्लीहरू, सानो गल्लीहरूमा पनि पक्राउ चाहिँ गर्छौँ। तर कस्तो भने त्यहाँ स्थानीय मान्छेले चाहिँ स्थानीय व्यापारीहरूले पनि अलि बढी नै भिडभाड भयो, यहाँ चाहिँ पकेटमारीदेखि विभिन्न खाले चाहिँ गतिविधि हुने भए भनेर उहाँहरूले पनि कम्प्लेन पनि गर्नुहुन्छ के। अनि हाम्रो मान्छेले पनि त्यहाँ भिजिट गरेर त्यहाँ हेरिरहेको हुन्छ, मोनिटरिङ गरिरहेको हुन्छ। अनि त्यस्तो बढी नै भिडभाड देख्यो भने त्यहाँ भित्रसम्म गएर समात्दैन। हामीले त्यो जफत गर्दै नै उहाँहरूलाई जानकारी दिन्छौँ कि तपाईँको सामान यहाँनिर जान्छ, तपाईँहरू यहाँ आउनुहोस्। आउनेलाई हामीले गाडीमै पनि हालेर लिएर आएको हुन्छौँ। त्यही गाडीमा चढ्न चाहनेलाई आफ्नो साधनबाट अथवा पब्लिक भेहिकलबाट चाहिँ उहाँहरू यहाँसम्म आउनुहुन्छ। अनि उहाँ आफ्नो सामान चिन्नुहुन्छ, यति यति मेरो सामान हो भन्नुहुन्छ, रजिस्टरमा मेन्टेन हुन्छ, नाम लेख्नुहुन्छ, ठेगाना लेख्नुहुन्छ। अनि आफ्नो त्यो जुन छोड्ने सामान लिएर जानुहुन्छ। नछोड्ने सामान चाहिँ जफत गरिएको सामान हो, यो सामान चाहिँ हामीले छोड्न सक्दैनौँ भनेर उहाँहरूलाई जानकारी दिन्छौँ हामीले। थोरै पुँजी लगानी गरेर व्यापार गर्नेहरूको चाहिँ पुँजी थोरै हुन्छ अनि आफ्नो भएको पुँजी पनि जाँदाखेरि दुःख लाग्नु स्वाभाविक हो र हामी काम गर्ने मान्छेलाई पनि दुःख लाग्छ। उहाँहरूले चाहिँ अब भन्नुहुन्छ यो साइकल छोड्दैदेखि चाहिँ उहाँहरू केही गरेर खानुहुन्थ्यो, दिनमा 3000 4000 व्यापार गरेर आफ्नो बालबच्चा पाल्ने उहाँहरूको अनुरोध चाहिँ त्यस्तो छ। तर अब हाम्रो नीति नियम कानुनलाई हामीले काठमाडौँ महानगरपालिकाको ल एन्ड अर्डरलाई चाहिँ इम्प्लिमेन्टेसन गर्ने हाम्रो जिम्मेवारी भएकोले गर्दाखेरि त्यो चाहिँ हामीबाट हुने सम्भावना भएन। बालेले पहिला हामीले रोजगारी के अरे हामीले चित्त रोजगारी दिन्छु दुनियाँ दिवाना गऱ्यो, हामीले उसले भोट दिएँ त अहिले हाम्रो पेटमै उसले लात हान्यो, हामीले चाहिँ हेप्यो, साह्रै हेप्यो त्यसले। अब हामीलाई एउटा हुन्छ नि एउटा ठाउँ दिनु पर्यो व्यापार गर्नेलाई, बरु जहाँ देओस् तर एउटा ठाउँ त दिनु पर्यो नि व्यापार गर्नलाई, गरिब मान्छेलाई गरी खानलाई। गली कुचीमा बेचे पनि उठाए पनि राम्रो हुँदैन हजुर। हामीले कोही समितिबाट कुनै ठाउँ के तोकिदिनु पर्यो होइन, हामी समितिभित्र बसौँ, बेचौँ, पैसा तिरौँ समितिलाई, त्यही भन्न खोजेँ। अब एकैचोटि 25,000 30,000 घाटा लाग्यो भने कसले सक्छ? सक्दैन। अब जाने गाउँ जाने हजुर, त्यहाँ त सक्दैन हजुर, त्यत्रो पैसा तिर्ने कहाँबाट हामी ल्याउने हामी।